काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह 3 भागमा 2 भाग जस्तो जनताको चाहिँ आशाको दियो। बालेन शाहले चाहिँ केही गर्छन् है भन्ने झनै युवाहरूको त मुटुक्कै ढुकढुकी। यस्तो मान्छेले मध्यरातमा आएर जे पाए त्यही स्ट्याटस लेख्न मिल्छ, जे पाए त्यही बोल्नु मिल्छ। त्यो बोलेको जस्तै हो नि लेखेको पनि, हैन? बोल्दाखेरि होस पुर्याउनु पर्छ। उनी अहिले र्यापर हैनन्, काठमाडौँको मेयर हुन् र हुनेवाला देशका प्रधानमन्त्री, जनताले आश गरेको व्यक्ति। यस्तो मान्छेले जे पाए त्यही स्ट्याटस लेख्दिने, त्यो पनि मध्यरातमा। एक बिहानै उठेर मुख धोएर वाक गएर आएर चिया खाएर बिस्तारै लेखे भए के जान्थ्यो? सोचेर सम्झेर बुझेर। राति किन लेख्नु पर्यो? धेरैले भन्ने गरेका छन् स्वाट तानेर लेखे हो भनेर। अब लाइहाल्छन् नि, यस्तो यस्तो स्ट्याटस लेखेपछि त सुरमै लेखे होला भनिहाल्छन् नि। यस्तो लेख्नु हुँदैन। जनताको आश मार्नु हुँदैन बालेन शाह। जनताले धेरै आश गरेका छन् तपाईमाथि। केही न केही गर्छन् है भन्ने सोचेको छ। त्यस्तो व्यक्तिले जे पाए त्यही लेख्दिने, जे पाए त्यही बोल्दिने। इन्डियासँग, चाइनासँग, अमेरिकासँग दुश्मनी गर्न सकिन्छ, हामीले च्यालेन्ज दिन सकिन्छ। देशकै 5वटा दललाई च्यालेन्ज दिनुभयो, ठिक छ। तर इन्डिया, अमेरिका, चाइनालाई च्यालेन्ज दिने होइन नि।